स्वागत छ साथीहरू। आज म नयाँ विषय लिएर आइसकेको छु तपाईँहरूको समक्ष। तपाईँले देख्न सक्नुहुन्छ स्क्रिनमा एप्लो हाइड्रो लिमिटेडले वैदेशिक रोजगारमा गएकाहरूका लागि फागुन 11 गतेदेखि 14 गतेसम्म आइपिओ बिक्री खुल्ला गर्ने भएको छ साथीहरू। यही 2082 फागुनको महिना 11 गतेदेखि फागुन 14 गतेसम्म तपाईँले देख्न सक्नुहुन्छ। नम्बर अफ सेयर 84,000 किता र पर किता चाहिँ 100 दरले। यदि तपाईँले 10 किता भर्नुभयो भने 1000 रुपियाँ जम्मा गरेर राख्नुहोला साथीहरू। र यसको सेक्टर चाहिँ हाइड्रो पावर रहेको छ साथीहरू। र इस्यु म्यानेजर चाहिँ हिमालयन क्यापिटलले गरिरहेछ। त्यसपछि लगत्तै त्यही मितिमा चाहिँ स्थानीय बासिन्दाका लागि यसले आइपिओ जारी गर्ने भएको छ साथीहरू। त्यही मिति 11 गतेदेखि अलि पछिसम्म मतलब 25 गतेसम्म यसले आइपिओ बिक्री खुल्ला गर्ने भएको छ साथीहरू। तर टर्न नखोल्ने भएको छ स्थानीयका लागि। 4,70,000 किता चाहिँ स्थानीयका लागि र पर किता त्यही 100 दरले हाइड्रो पावर सेम र नछुटाउनु होला, मजाले भर्नु होला साथी। हस्, धन्यवाद।